आउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ साथ देऊ भन्न लाजै मान्दै। यो देश कङ्गाल बनाउने त्यिनीहरू हुन् नि त। हो कमरेड, राजा महेन्द्रले पञ्चायती संविधान लागू गरेर 2019 देखि 2028 सालसम्म जम्मा 9 वर्ष यो देशमा शासन गरेछन्। 2012 सालमा प्रजातान्त्रिक नेपालमा महेन्द्र राजा बने, 2019 सालमा पञ्चायती संविधान जारी गरेर प्रत्यक्ष शासन गरे। आधुनिक नेपालको विकासको आजसम्मको सबै खाका त्यही 9 वर्षको राजा महेन्द्रको शासनको रोडम्याप हो। त्यसैले महेन्द्रले देशलाई कङ्गाल बनाएकै हुन्। 9 वर्षमा महेन्द्रले हेर्नुस् त 14 अञ्चल र 75 जिल्ला बनाएर कङ्गाल बनाएछन्। नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाएर कङ्गाल बनाए, भारतीय मुद्राको प्रचलनमा रोक लगाएर कङ्गाल बनाए, भारतीय सेनाको नेपालमा उपस्थिति रोकेर कङ्गाल बनाए, जलस्रोतमा भारतीय हस्तक्षेप रोकेर कङ्गाल बनाए, पञ्चवर्षीय योजनाको सुरुवात गरेर कङ्गाल बनाए, राष्ट्र ब्याङ्कको स्थापना गरेर कङ्गाल बनाए, भूमि सुधारको व्यवस्था गरेर कङ्गाल बनाए, विकेन्द्रीकरणको थालनी गरेर कङ्गाल बनाए, त्यसैगरी मैयानी हक लागू गरेर कङ्गाल बनाए, सर्वोच्च अदालतको स्थापना गरेर सेना र प्रहरीको आधुनिकीकरण गरेर नेपाली मन्त्रीमण्डलको बैठकमा भारतीय प्रतिनिधि रोकेर कङ्गाल बनाए। पूर्व पश्चिम राजमार्ग निर्माण र विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण गरेर कङ्गाल बनाए। देशी उद्योग धन्दाहरू विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गरेर कङ्गाल बनाए। वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना, सिमेन्ट गोरखकाली टायर, जुट मिल र कपडा उद्योगहरू जस्ता दर्जनौं उद्योग खोलेर देशलाई कङ्गाल बनाए। त्रिभुवन विश्वविद्यालयको स्थापना गरेर पनि कङ्गाल बनाए। असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागिता गराएर नेपाललाई कङ्गाल बनाए। नेपाललाई युएनमा सदस्यता दिलाएर झन् ठुलो कङ्गाल बनाए। अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर 53 राष्ट्रसम्म मित्रता स्थापना गरेर कङ्गाल बनाए। महेन्द्रको जस्तो देशलाई कङ्गाल बनाउने नेतृत्व र योगदान न भूतो न भविष्यती देखिन्छ। राजा महेन्द्रले कृषिमा आत्मनिर्भर बनाएर कङ्गाल बनाए, त्रिवी युनिभर्सिटी र विमानस्थल बनाएर कङ्गाल बनाए, गाउँ फर्क अभियान ल्याएर कङ्गाल बनाए, होइन त ओली कमरेड? अनि अहिले उद्योग बन्द गरेर युवा खेदेर समृद्धि भयो होला, होइन?